सबैमा अलिकति मन दुखेको जस्तो भइरहेको छ। हुन त सबैलाई नै यो सोसियल मिडिया जसले पनि जो सोसियल मिडियाले एउटा प्लेटफर्म बनाएका छन् उनीहरूलाई त पुरा त्यस्तो भइरहेको छ होला है। प्रायःकोबाट भिडियो आइरहेको छ। मलाई पनि त्यस्तै भएको थियो। अनि अझै अर्को एउटा घटना पनि त्यस्तै भयो है। सोच्दाखेरि कस्तो लाग्ने होइन, नानीहरू छोडेर जानुपर्ने, सानो सानो नानीहरूलाई छोडेर जानुपर्ने, सङ्घर्ष गरिरहेको कति दुःख है, बचाउनको लागि कति दुःख गरिरहेको देवी अधिकारी बहिनी हुनुहुन्छ, उहाँले पनि त कति ट्राई गर्नुभएको थियो, कहाँ लगेर बचाउने कोसिस गर्नुभएको थियो। तर यो आफ्नो समय अनि आफूले भगवानले जति पनि लेखेर पठाउनु भएको हुन्छ संसारमा त्यति नै आफूलाई पाउने हो, त्यहाँदेखि बेसी पाइँदैन। आफूले मन दह्रो गर्नुपर्ने रहन्छ। देवी बहिनीले त अझै आफ्नो मन दह्रो गर्नुपर्ने रहन्छ, किनकि उहाँले पुरा नै सम्हाल्न पाउनुभयो नि, उहाँलाई स्याहार्न पाउनुभयो। अब अहिलेदेखि होइन, 3-4 वर्ष अगाडिदेखिको भिडियो हेर्दै गएको हो है। हजुरले त पुरा स्याहार्नु भएको थियो। हजुरले आफ्नो मनलाई सम्हाल्नुपर्छ, किनकि कतिजनाले त्यति स्याहार्न पनि पाउँदैनन्। आजको भोलि नै मान्छेको एक्सिडेन्टली है, अनप्रेडिक्टेबल्ली मान्छेहरू जान्छन् होइन, संसारलाई छोडेर जानुपर्ने रहन्छ। त्यस्तो भन्दा त हजुरले त निकै राम्रो स्याहार्नु भएको छ। हजुरलाई भगवानले यो यस्तो घडीमा क्षमता है, आफ्नो शान्ति हजुरहरूलाई शान्ति प्रदान गरून्, मनमा शीतलता प्राप्त होस् हजुरको। हजुरले स्याहार्न पाउनु भएको छ। अनि आफ्नो मनलाई घुमाएर एकपल्ट हेर्नुहोस्, अनि संसारलाई पनि एकपल्ट हेर्नुहोस्। जन्म अनि मृत्यु त सबैको छँदैछ। हजुरले स्याहार्न पाउनुभयो, त्यसमा हजुर सुखी रहनुहोस्, खुसी रहनुहोस्। नत्र भने कतिले आफूले एक कप पानी, एक ग्लास पानी पनि, एक चम्ची पानी पनि पिलाउन नपाइकन आफ्नो मान्छेहरू गइरहेको देखिएको छ आँखा अगाडि। हजुरले यत्रो स्याहार्नु भएको छ, तरै भए पनि आफ्नो मान्छे गुमाउँदा मन त दुख्ने नै हो। आफूले आफूलाई सम्हाल्नु पर्ने रहन्छ। हजुरलाई हजुरको जो पति हुनुहुन्थ्यो होइन, उहाँलाई शान्ति मिलोस्। संसार छोडेर जानुभएको छ, उहाँहरूलाई शान्ति मिलोस्। त्यसै कारणले गर्दा हजुरले आफू पनि शान्ति रहनुहोस्, आफ्नो मनलाई सम्हाल्नुहोस्। अगाडि बढ्नुपर्ने छ, नानीहरू छन् पछाडि, हजुरले हेर्नुपर्ने रहन्छ। त्यसैले गर्दा अलिकति त मन दुख्ने हो। मन दुख त हुन्छै हुन्छ हजुरलाई। तर आफूले आफ्नो अर्कोपट्टि मन पनि लगाउनुपर्छ, जहाँ 2जना नानीहरू हजुरलाई पर्खिरहेका छन्। बाबा नभए पनि आमाले बाबाको सँगसँगै सरह माया दिनुपर्ने रहन्छ। त्यसैले उहाँको आत्माले शान्ति पाओस्, अनि हजुरको आत्मामा पनि हजुरले पनि अर्कोपट्टि मन डुलाएर आफूलाई शान्ति बनाउनुहोस्। यही छ मेरो हजुरलाई। बाई बाई।